सो गाइस हामी चाहिँ निस्क्यौँ र हेर्न सक्नुहुन्छ मेरो मम चाहिँ कति राम्रो देख्नु भएको छ। सो गाइस हामी चाहिँ हिँड्यौँ घरबाट। अब चाहिँ हामी चाहिँ त्यता पुगेपछि अब बाटोमा के हुन्छ त्यो देखाउँछौँ। बाबु कस्तो फिल भइरहेछ? मम्मीलाई राम्रो भइरहेछ। आज 2-3 दिनपछि गएको है पार्क घुम्न। बाबा अहिले चाहिँ हामी यो अब नेसनल पार्क जाँदैछौँ। त्यहाँ एकदम ओलम्पिक पार्क, त्यहाँ गएर रमाइलो गर्नेछौँ। बुढालाई एकदम मजा आयो जल्लोच। So guys, see you in a bit. Bye. So guys, हामी चाहिँ आइपुग्न लाग्यौँ। 2 minutes देखाइरहेछ म्यापमा। हामी चाहिँ पारामाटा ओलम्पिक पार्क आइपुग्न लाग्यौँ। अब चाहिँ हामी चाहिँ पुग्न लाग्यौँ। 2 minutes बाँकी छ। बाबु के भन्न चाहन्छस्? थ्याङ्क यू। मम्मीलाई के भन्न चाहनुहुन्छ? केही पनि भन्दिनँ। हाम्रो पहिलाको कुराहरू सेयरिङ भइरहेछ यहाँनिर। बिहाघाटभन्दा अगाडि कुरा सेयरिङ भइरहेछ, रमाइलो भइरहेछ। तपाईँलाई चाहिँ रमाइलो भइरहेछ। बाबाले के भन्न चाहनु त? डर लाग्यो। बाबा त सरप्राइज भइरहेको भएको छ अहिले। सकमा हुनुहुन्छ। अहिले एकदम त्यस्तो थियो र पार्किङ त्यही छैन त बुढी ढुक्क। ढुक्क हुन्छ ल गाइस। अब हामी एकछिनमा भेटौँला है त ल। बाई गाइस। हामी चाहिँ ओलम्पिक पार्क पुग्यौँ। अनि यो चाहिँ यस्तो छ भ्यू, हेर्न सक्नुहुन्छ। एकदमै राम्रो छ। यस्तो रमाइलो है। अहिले चाहिँ हामी ओलम्पिक पार्क पुगेर पार्किङ पनि पायौँ। गरेर हिँड्दैछौँ। बल्ल पार्किङ पायो यार। पार्किङ पाउनु धेरै गाह्रो। हजुरआमा जस्तोले गाडी चलाएर यार कस्तो सुटियो। यहीँ हो खेलेको, कति रमाइलो छैन ल। उता हेर्नु त बार्बिक्यू गरेर टक्क लाएर बस्यो होइन। रमाइलो क्या एकदम रिल्याक्स। हजुर अनि त्यहाँ बस्ने ठाउँ छ त। हिँड्ने चाहिँ के हो, के अड्के चाहिँ के हाल्छ आँखमा, के अड्के चाहिँ के हाल्छ आँखमा। यो कस्तो राम्रो छ मम यो गाइस। अब हामी चाहिँ पुग्यौँ। अब एकछिन यसो भ्यू अवलोकन गर्छौँ अनि एकछिनमा भेटौँ। हाम्रो बाबु चाहिँ च्याटिङ गर्दै फुर्सद छैन। ऊ त्यो च्याटिङ गर्दैछ। कसैको बोल्दैछ सर? ल अब हामी चाहिँ जान्छौँ। भ्यू हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। चरा हेर्नु चाहिँ दङकुरेर बसिरहेको छ। एकदमै राम्रो छ। जङ्गल सबैजना रिल्याक्स गरेर बसिरहनु भएको छ। एउटा खुट्टा माथि राखेर बसिरहेको छ। दौकुरेर बसिरहेको छ। के छ हाल खबर? यस्तो छ। बाबु कस्तो छ तँलाई? ठिकै छ। हाम्रो चाहिँ यहाँ के हुँदैछ भन्दाखेरि साइकल हायर गरेर 2 जना राइडरहरू, साइकल भन्दा बाइक भन्छ यहाँ चाहिँ, हायर गरेर उनीहरू 2 जना चाहिँ रेडी भइसकेको छ। गाइस मलाई चाहिँ माउन्टेन साइकल म लाइभ गर्छु हेर ल। लिएर आइसक्यो। अनि हामीले चाहिँ $20 एन आवर लिँदो रहेछ। अनि त्यही अब हामी चाहिँ उहाँ चाहिँ बाइक चलाएर 1 राउन्ड लगाएर आउने हो रे। Guys, so they are ready to rock and roll. ल bye. No, 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 no.
नाइ सो हाम्रो चाहिँ यसो अनप्लान चलाइयो बाबु है हामी अब बाबु चाहिँ यतापट्टि छ बाबु यता हेर त वाउ हाई गर्दै त एकचोटि ल हामी चाहिँ अब यसो साइकल पनि यसो रमाइलो हुन्छ नि अब यसो टक्क लाएर नयाँ ठाउँमा यसो टक्क लाएर चलाएर हिँड्दैछौँ जोस शीतल शीतल छ रमाइलो छ जो यहाँ चाहिँ जोस अरूहरूलाई कसैलाई यसो साइक्लिङ गर्न यसो पार्कमा भन्दाखेरि यहाँनिर चाहिँ टक्क लाएर रेन्टमा लिएर चलाउन सक्नुहुन्छ धेरै टाढा भयो यहाँ त आइपुगेन अघि धेरै टाढा आइपुग्यो इन्डसम्म आइपुगेन हामी त अस्ट्रेलियामा आएर बुढीलाई साइकलमा रमाइलो गरेर आएको छु है साइकल चलाएर आइयो गाइस तर लास्टै खुट्टा दुख्ला जस्तो भोलिसम्म ओहो बाबु स्टिल राइडिङ पुरै मजाले मैले उसलाई राखेर चलाउँदाखेरि त उसलाई नि दुख्यो अरे खुट्टा हो बुढो मजा आयो जिउ नै चिरचिरो भयो मेरो तर स्पिड आयो मैले त गएर त्यो आइरहेको थियो त्यसको त्यो स्पिड गर्नु स्पिड चाल्यो यसरी अलि स्पिड मेरो बस सुटो मुना पछि 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 आऊ ए हो देख्दै देखेन नि देखिस् अहिले चाहिँ हामी यो ओल्ड पार्कमा घुम्ने क्रममा यहाँ ज्वाइँको र छोरीको फोटो सेसन भइरहेछ भने क्यामराम्यानमा हुनुहुन्छ सारुस महर्जन त्यस्तैमा हुनुहुन्छ दर्शक चाहिँ सरू हुनुहुन्छ त्यसै गरी अर्को रोल लिँदै हुनुहुन्छ टेक 2 1 क्यामेरा एक्सन उहाँहरूको फोटो सेसन धेरै राम्रो चलिरहेछ ओ लेकिन 1 सेकेन्ड खतरा यार रमाइलो यार बच्चाहरूको लागि चाहिँ असाध्यै राम्रो खेल्ने ठाउँ रहेछ यो ठाउँ अब हामी चाहिँ अन्ताक्षरी खेल्न लागेको गाइस हैन अब मम्मी र बाबा चाहिँ एउटा टिम अनि म सम्राट अनि सारू चाहिँ एउटा टिम है त हैन ल अब बैठे बैठे क्या करना है कुछ काम वो बैठे बैठे क्या करना है कुछ काम चलो शुरू करो लेकर अन्ताक्षरी का नाम ल बाबाहरुको बारा सुरु गर्नु ल मम जुन गीतबाट गाइनु हुन्छ कसको पालो यहाँबाट केबाट हैन पहिले सुरु गर्नु न जुनबाट गाइनु हुन्छ बाबा सुरुमा चर्यो बादल छुनालाई म बसेको रेलै गुड्यो कान्छी बसिन एक्लै रुनलाई ओ कान्छी बसिन एक्लै रुनलाई इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन त्यसैले नै बोलाउन मन लाग्यो
माया नभए बोलाउनु के खाँचो ओबाट च च च खाँचो ओ च हो क्या च चबाट चाँदनी रात है तू मेरे साथ है कुछ हवा के गीत आएन त्यस्तो त पाइँदैन बाबा टिक टिक वन चौधी फेरि फर्स्ट दिन चौधी तू मेरे साथ है अनि त्यसपछि आएन के त्यस- सबाट ल कहाँ त्यस्तो पाइन्छ हामीले त त्यो टिक टिक वन पाइहाल्यो त नि टिक टिक टू ल ल स सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू र राम जाने एकै नजर पर्दैमा जान जाने राम जाने एकै नजर पर्दैमा जान जाने नबाट नभन मेरो माया चाहन्छ भने नबोलाऊ मलाई अलि हताइज न सुन सानुमा मायाको कुरा अनि भेटघाट बेकार हो जानी जानी हृदयमा तपाईँ दोहोरी बनाउनु भएको साँच्चै गीत हो चोट त्यो मिल्छ चोट टाढा टिप टिप बरसा पानी आग लगी दिल में याद तेरी आए टबाट त कि ट तराजु त तता तिती तु तिमी तबाट भने तता तिती तु तु तरै त हो मोमो तिमी म अघि दको सौ टाढा छौ तिम्रो माया तिमीले त भन्ने थियौ छाडेर जाने छैनौ अरूको थाहा भएन आफू चाहिँ त्यस्तो होइनौ मुटु न चोरी लाग्यो सुटुक्क आफ्नो पारी वचन त गर्यो मिठो तर हजम जिम्मेवारी आज एक लो भएर म यहाँ बसेको छु सम्झी पुराना दिनहरू तिमीले त जै पारेछौ अर्कै केटोसँग अब म भने के गरौँ उबाट र उबाट गरौँ ग्याबाट कालीमा पछि पछि ओरालीमा अघि यो केटा के भएको नबोलेसम्म को हो बोलेपछि माया मोह सम्झाइदेऊ यो मन नबाट नाइ मलाई थाहा छैन टुङ टुङ नाइ मलाई थाहा छैन टुङ टुङ होइन त्यही छ बाबा जोडी ढुकुर हिँडेको किन होला टुङ टुङ मलाई मलाई थाहा छैन टुङ टुङ नाइ मलाई थाहा छैन टुङ टुङ यति लामो किन भएको होला टुङ टुङ नाइ मलाई थाहा छैन टुङ टुङ नाइ मलाई थाहा छैन टुङ टुङ यही गीतै छ बाबा टुङ कहाँ हुन्छ त्यो टुङटुङ भन्ने हुन्छ ग्य बा ग्य छेत्री ग्य नाइ मलाई थाहा छैन नबाट हुन्छ नि ल म भन्छ मबाट हुन्छ न नबाट हुन्छ नाइ मलाई थाहा छैन नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी हामीमा ठिटहरूको नराम्रो जिस्काउने बानी
त्यसैले कान्छी नलगाऊ झुम्के बुलाकी नलगाऊ झुम्के बुलाकी हामी पनि भर्खरका ठिटा जय हुने कल्पना मिठा हामी पनि भर्खरका ठिटा जय हुने कल्पना मिठा बगला नै मन हो कान्छी नौ डाँडा पारी हो लासो अबड एक दुई राखन माया बोली राखन टुङ टुङ हाँसी राखन माया बोली राखन टुङ टुङ धेरै चोटि आँखा जुध्यो तर बोल्नै सकिन बोल्न त मन लाग्छ तर बोली फुटेन बोल्नु कसरी माया बोल्नु कसरी टुङ टुङ हाँसु कसरी माया बोल्नु कसरी टुङ टुङ ल कसरी रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कालेजीमा झमा मनको रहर टुङ टुङ कान्छीलाई घुमाउने अस्ट्रेलिया सहर कान्छीलाई घुमाउने अस्ट्रेलिया सहर म त आए नौ डाँडा काटेर तिमीलाई मोटरमा राखेर मनको रहर टुङ टुङ कान्छीलाई घुमाउने काठमाडौँ सहर रबडा रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो रातो र चन्द्र सूर्य यबाट यो केटाको ठिक छैन चाला जवानीमै सुकेछ गाला यो केटाको ठिक छैन चाला जवानीमै सुकेछ गाला पारी पाखैमा नानी पारी पाखैमा पारी पाखैमा गीतै टिक टिक वान मैले तिमीलाई सम्झिरुदा तिमीलाई त्यहाँ बाडुकीले दुख्यो कि लाग्छ बरीलाई बारुल्कीको लहर लाग्दा मलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ बरीलाई मैले हाम्रो सपु सरले त्यस्तै गीत गाउँथ्यो त्यो बेला अनि मैले किन यस्तो गीत मन पर्छ आजकलको यिनीहरूलाई इसाराले बोलाउनु टिक टिक वान इल्लु 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 का मतलब आई लभ यु पुरा सक्सेस भन्छ कि अनि के रे अनि आई लभ यु युबाट यु You wanna partner? Oh partner, you wanna partner? Let me say. You wanna partner? Oh partner, no but. You कौन गीत नजर के सामने जिगर के पास कोई रहता है ओह तुम नजर के सामने जिगर के पास सम्झना छ छोडी जानेलाई माया छ बिर्सी जानेलाई सम्झनाका रहरहरू मेरो मनमा रहने नै छन् टाढा तिमी गए पनि मेरो माया रहिरहन्छ छ सम्झना छ
छ भने माया छपकैलाई देऊ छैन भने माया मोहनी फुकाइदेऊ ल है। उबाट उसले माया मागिरहेको थियो के थियो उसले माया मागिरहेथ्यो मैले केही जवाफ दिन उनले मलाई माग्ने बनायो यो हावा मैले बुझेँ यो गीत यिनीहरूले मिलाएर गायो मैले एकदम स्पष्ट बुझेको छु माग्ने बनायो बिना कसैलाई मुस्किल छ पोखरामा म बिना कसैलाई एक अब गइसके दुई उही अम्मा म त हाइरहेको छु मर गे उही अम्मा त कोट के बिगड गे उही अम्मा अनि यो गीत छ माबाट बाबा टिकटक गीत केबाट ल म गाइदिन्छु नि त नत्र माथि गाइसक्यो तपाईहरुको पालो माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई ल है भन्दिनु है भन्दिनु मेरो सिउँदो खाली छ उनको यो मनै जाली छ छवटा छ छबाट हाम्रो हो छम 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 तिमी बाउजू बजाउँदा गाजल आँखाले झै मस्केर हेर्दा भुतुकै भए गाह्रो साह्रो तिम्रो त्यो नजरले होइन ठिक छ गाह्रो पर्नु पर्छ ले लबाट त्यो धेरै चले बाबा गीत लुकी लुकी अघि नै गइछ अघि नै भइसक्यो धाउ त्यसरी भइसक्यो बाबु अघि नै यो मन त्यसै उडिदिन्छ कर्के नजरले लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी यो मन त्यसै उडिदिन्छ कर्के नजरले ये लबडा लैजा मेरो मन नजा लैजा मेरो मन नजा त्यो भिड भन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर लैजा रे रबडा र राजा को रानी से प्यार हो गया पहली नजर में बड़ा प्यार हो गया जिगर दोनों घायल हुए तेरे नजर दिल के पार हो गया राजा को रानी से प्यार हो गया या बड़ा हो गया यानी माया तिम्रै हो कान्छी तापना रुमाला जाडा डाला बादना तिम्रै हो कान्छी तापना नबडा नाम क्या है साजन नाम क्या है टिक टिक 1 क्या बता टिक टिक 2 दो, ये हमारा टिक टिक 3 जाउन मलाई छोडी दिल तोडी मुख मुडी अघि नै खाइसक्यो जाउन मलाई छोडी दिल तोडी मुख मुडी चन्टी मायालु कति उबाट माया लु लबाट लाली गुराँस फुलेर लाल भयो लाली गुराँस फुलेर लाल भयो उनको लौडा लाल दुपट्टा लाल दुपट्टा उड़ गया रे मेरे हवास के झोंके से मुझको पिया ने देख लिया हाय रे धोखे से मना तो लेगा वो मना तो तेरे जान देगा वो क्या बड़ा बाबा क्या ग्यो क्षेत्री ग्यो अहिले केबाट कसरी आउँछ गया गयो यहाँबाट हुन्छ नि त होइन के
लास्ट Yeah. ओबाट ओबाट ओ टिक टिक 1 ओ कान्छा एक आन्छ ओ हुँदैन भाइ मेरे ओ भाई मेरे दुश्मन को तेरे प्यार हो जाए ओ भाई मेरे के अरे ओ भाइ मेरे दुई लाइनमै सिद्धो कति लामो गाइसक्यो त्यहाँबाट यहाँसम्म ओ भाइ मेरे दुश्मन के अरे केबाट हाम्रो ओबाट भाइ मेरे रबाट तेरे मिट्टी से मिल रबाट हाम्रो राम साइली माता त्यो मनको पिरले एउटा गीत आउँदैन गीतै आउँदैन अनि जान्नु किनारैमा टलपल गर्छन् बादलमाथि बादल की रानी नजिस्कने नबिर्सने टाढा भए पनि नबाट टिकवान नक्काली अघि नै गाइसक्यो अघि प्रमिस गाइसक्यो होइन गाइसक्यो निलो निलो त्यो आकाश चिसो चिसो यो बतास हेर न यो कस्तो रम्यो तिम्रो मेरो यो गीत जे पाइथे निलो निलो यो आकाश केबाट सबाट आकाश कबाट 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 आकाश सबाट सडक कति राम्रो यो दोय सन्नानी तिमीलाई हिर्कौला लौरोले ठ्याम्म ठ्याम्म ट्याक्क ओ सन्नानी तिमीलाई हिर्कौला लौरीले ट्याक्क 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 कबाट कबूतर जा 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 कबूतर जा 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 कबूतर जा 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 कबूतर जा जा पहले प्यार की पहले चिट्ठी साजन को दिया पहले प्यार की पहले चिट्ठी साजन को दिया कबूतर जा 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 कबूतर जा बाबा एकचोटि जा 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 जबाट जान्न आज म यतै बस्छु बुढा हो के जान्न आज म यतै बस्छु तिमी पनि बस छोड्यौ म त्यही नै छु छोड्यौ म त्यस्तै नै छु जहाँ छोड्यौ म त्यस्तै नै छु होइन छैन म यहाँ 20 मिनट भइसक्यो जबाट जान्न भन्थे कहिले तर आज म गइहाले खुसी लाग्यो तिम्रो संसार बस्यो के हो बस्यो सबाट सपना हो यो मम्मीको स्टोरेजमा कति गीत छ भन्नु कति जीबीको सपनीमै मरु अर्को जुनी पाउँछ भने तिमीसँगै मरु ओहो हात पनि अझै बाबालाई बोलाउँदै रबाट राम साइली भन्नु लाग्थ्यो त्यसले गाइसक्यो म थाहा सबैले मेरो PS राइट भन्दा बढी स्टोरेज त मम्मीभित्र छ 2 पाउनु 5 राम 4 मलाई Brother on the dance floor, brother likes to party, brother likes some movement, sexy brother party. Bucket pe aake saiya, marore bhaiya, and everybody crazy on brother. छोड़े है हम कदैया
बड़े कन्हैया and everybody crazy on राधा होगा जो लाखों दिल का चोर हमका तो लागे बोर हुआ है ऐसी बार चलता राधा तेरी चुंदरी और राधा और राधा तेरी नटखट नजरिया और राधा तेरा झुमका और राधा तेरा ठुमका पीछे पीछे सारी नजरिया या यस्तो राम्रो गीत गाउनु परेको अलि लामोसम्म या फर्स्ट टाइमबाट के गाए कि ओहो बियो पनि बिचको ट्र्याकबाट गाइरहेको छस् हाम्रो थाहा छैन अगाडि मिलाउनु पर्छ अब साइकल लिएर M5 आइरहेछ नि यहाँबाट कस्तो मान्छेहरु ए दोस्त या केबाट या ये पनि पाउँछ याद आ रही है तेरी याद आ रही है याद आने से तेरे जाने से जान जा रही है याद आ रही है तेरी याद आ रही है अबडा कति लामो जानु भएन हाम्रो त बाजेको पालामा मोहर गन्थे गालामा अहिले त बाजेको पालामा मोहर छैन गालामा पैसा छैन डालामा ओ कान्छा चङ्बा ओ चङ्बा तिम्रो त घरमा को छ छबाट ल छ भने अघि नै गाइसे 50 चोटि गाइसे 50 चोटि छोरी मलाई भागी नसताऊ मनमा आए कानमा बताऊ तिमीलाई बाबाको धेरै लाग्छ धेरै कति लाग्छ रे धेरै लाग्छ तिमीलाई बाबाको माया धेरै लाग्छ कति लाग्छ रे मैले टिकटक बनाउनु कहिले हो न र किन यही गीत पा ए मलाई आज त्यो रे क्या के अरे केबाट हाम्रो त्यो त निराशी के हो रम तिमी रमजु बजाउँदा छम तिमी पाउँछु बजाउँदा रम रन्जु बजाउँदा मलाई गीत बनाइदिने नि रातो टिका निधारमा टलक टल होइन रोजेको जस्तो हुँदैन रहेछ आफूले खोजेको पाइने रहेछ रोजेको जस्तो हुँदै अघि नै गाइसक्यो रोजेको गाइरहेको रोजेको जस्तो हुँदै छैनन् कुनै वादा अरू चाहना नबडा जिउने बहाना नबडा नक्कलीलाई भागै लाग्यो झिल्केले गाल पर्यो तिमी हामी सोझालाई पक्कैमा गल पर्यो नक्कलीलाई भाग्यो झिल्केले आज रोड लास्ट लबडा कस्तो राम्रो देखेँ बाबा ला 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 पट्टा भइसक्यो लालको पट्टा भइसक्यो बाबु त्यो लालको पट्टा उड गए तेरे हवा के झोंके से भन्ने भएको भएन लहनाले जुरायो कि बहनाले भेटायो हेरिन्जेलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया हेरिन्जेलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया याबाट या होइन योबाट भन्नु यो गाउँको ठिटोमा यो गाउँको ठिटोमा कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम
आउँदै जाँदै गर्नु है सबलाई राम राम ए कान्छा ए कान्छी यो गाउँको छिट्टोमा कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम सो गाइज हाम्रो चाहिँ यस्तै रमाइलो छ होइन अब किन भन्दाखेरि 26 मिनट पनि भइसक्यो अब म भिडियो चाहिँ अफ गरिदिन्छु हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ टिल द एन्ड डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु आवर युट्युब च्यानल बाई हाम्रो गाइज जस्ट स्टे ट्युन होइन अब सब्सक्राइब गरिदिनु होला त्यही हो विनम्र अनुरोध गर्दछौँ हाम्रो एकदम माया देखाइदिइरहनु भएको छ यसरी गएर देखाइदिइरहनु होला थ्याङ्क यू भेरी मच गाइज ल बाई ल बाबु पनि सुतिसक्यो ल बाई